Hello everyone, good morning. So आज चाहिँ थर्ड डे अफ गुला हो र हामी चाहिँ सिम्बु जाँदैछौँ once again. म चाहिँ आज सिम्बु मेरो फ्यामिलीहरूसँग आएको छु र आज मेरो प्यारो भाइ पनि आएको छ. प्यारो भाइ हाई भनिदिन्छौ. हाई. हेलो. अनि मेरो प्यारो मम्मी. हाई. हामी चाहिँ अब सिम्बु पुग्यौँ. अब माथि जाऊँ. मैले मेरो टावा नि भेटेँ मेरो भाइ होइन यहाँ फ्यामिलीसँग भाइ हो है. हेलो मेरो फ्युचर डक्टर भाइ. नमस्ते नमस्ते. आज शनिबार है. हजुर हजुर शनिबार शनिबार मात्र आउने कि तिमी नै आउने? होइन अस्ति पर्सिमा नि आएको. त्यो रमाइलो हुँदो रहेछ है. अनि बाजा है त बाजा. बाजासँग आएन अनि हस्पिटल भनेर अलग्गै आएको. घरि जानु मलाई सोधेको छ भनिदिनु है ल. बाई. बाई. त्यही हाफ्दै पुग्यौँ. म अहिले नै थाकिसकेँ. अब माछा एकदमै धेरै फाइनली हामी माथि पुग्यौँ. यहाँबाट जाँदा पनि हुन्छ तर हामी अहिले जाँदैन. पहिला हामी घुम्छौँ अनि मेरो सरस्वती मन्दिर जान्छ. जाने तिनवटा भयो भने मलाई Tadi mau top video yavrum. Dan kanallar. Kafe mani dallar saya hani. Nam. Mami चाहिँ म मेरो बाबा भेटेको छैन अब मम्मी अरे हामी सरस्वती मन्दिर नजाने एक राउन्ड घुमेर सरस्वती मन्दिर जाने. ल हामी अब स्काउट यहाँबाट यो नामले के गर्ने हो? भात खाने भात. नेचुरल चम्चा. अनि फोन अड्किँदैन त्यसमा. एउटा इन्ट्रेस्टिङ कुरा थाहा भयो क्या हामीलाई. हामी आउँछौँ मेरो भाइको हात, मेरो मम्मीको हात र मेरो हात गोरो रहेछ क्या हो सबैभन्दा. अब चाहिँ हामी सरस्वती मन्दिर जान लाग्छौँ. मलाई भयो मलाई हिँड्दै जानु कस्तो डर लाग्छ यसो भ्लगिङ गर्दाखेरि. म लड्यो भने के हो एकदम हो. आज मेरो भाइ एकदम एक्साइटेड छ मेरो भ्लगमा आउनुको लागि. होइन एक्साइटेड छैन? Yes. Very excited. अनि Come in your. अरू के So we भन्नु? are going to Saraswati temple now. नेपालमा बोले पनि हुन्छ. Let's go. मेरो अडियन्सहरूले नेपालीमा पनि बुझ्छ. त्यो इङ्ग्लिस बोल्नै पर्दैन. My English is pretty good, so I'll talk. भयो यार मैले फेरि को के अरे फेरि मान्छेलाई मेरो भ्लगमा ल्याएँ भन्नु. के भन्नु भयो यता म्युट गर्नुपर्छ जस्तो छ है मैले चाहिँ यो त अहिले धेरै मम्मी यस्तो कुरा नगर्नु कि
गर्नुपर्छ मम्मी तपाईँलाई यस्तो भएर म यस्तो भयो कि अलि धेरै नै अनफिल्टर्ड भयो यो मम्मी अनफिल्टर भएर म नि अनफिल्टर भयो ओ अनफिल्टर्ड हो ओइ कुकुर आयो कुचिन्छ त्यहाँ नाम त हजुर अनि मेरो बाबा चाहिँ मैले खिच्छ भनेर अगाडि नै आइराख्नु भएको छैन 10 फुट पछाडि कहाँ पछाडि हुन्छ ल पुग्यो पनि पुग्यो हामी पुग्नु लागेको गोल्डफिस गोल्डफिसहरू कोही होइन त्यसरी गोल्डफिस भन्यो यता नोटिस देखेको थियो त्यहाँ प्लिज डु नट थ्रो कोइन इन दिस प्लिज सयको नोट फ्याँकिरहेको छ कि हेर्दा एकदम छिटो एक रुपियाँ भने चाहिँ 100 रुपियाँ छ कि हाम्रो चाहिँ अब प्लान क्यान्सल भएको छ सरस्वती मन्दिर जाने अब हामी आनन्दकुटी जान लाग्छ किनभने आनन्दकुटीमा के हुन्छ मम्मी शान्ति आराम आउँछ तपाईँलाई आनन्द आउँछ होइन तपाईँ कुटा दियो अलिअलि अस्ति न धेरै हिँड्नुभयो मम्मी अनि त्यसैले अहिले मम्मीलाई चाहिँ कुटा तपाईँ म बोकेर लगौँ पर्दैन म बोकेर लगाउनु पर्छ के लग्छु म प्लिज पर्दैन लुकुची गरेर लग्छु कि म लग्छु भन्दैछु दुईजनाले लड्छ नि दुईजनासँगै गुल्टिने अनि भनेको सक्छ कि सक्छ सक्दैन पर्दैन सक्छ नै पर्दैन अब यो भन्दा बेसी भऱ्यो भने मम्मीले मलाई चप्पल पुगालेर कुद्नु होला हो हो ल जाऊँ त्यसो ल साथ छैन ए ल अहिले चाहिँ म र मम्मी भाइ कुद्दैछौँ दाइ होइन भाइ हो त्यो बाबा आउँछ बाबा प्रेममा नआउँदाखेरि ल भाइ नि आयो है अब भाइ आइसकेपछि अब हामी आनन्दकुटी जान छौँ भनेको त बस्नु छ सबजना बस्न ठिक छ हो यहाँ चाहिँ हामी आनन्दकुटी जाँदैछौँ भर्याङ चाहिँ कस्तो चिप्लो छ म अस्ति नै चाहिँ लडेन आज ल आज चाहिँ भोलिटिने बेर छैन है ल मेरो भाइ त झन् 1 नम्बरको चण्डाल हेर मलाई यहाँबाट लडाउने मात्र प्रयास गर्छ राम्रो बच्चा हुन्छ तँलाई राम्रो बच्चा तर एडप्टेड हो छ नि त हामीलाई 4बाट उठाउनु यस हो कति नै राम्रो देखिन्छ भनेर कपाल मिलाइरह होला हेर्दै चोर जस्तो छ त ओहो म राम्रो छु यो त चुरेल शराब हामी चाहिँ अब आनन्दकुटी बिहार पुग्यौँ आनन्दकुटी बिहार अनि मेरो भाइलाई चाहिँ एकदम बस्न हतार भइसक्यो किन यो धेरै हिँड्न सक्दैन एकदम स्ट्यामिना छैन आज राति यसले के भन्छ यसको खुट्टा फर्किन्छ खुट्टा रे के त्यो मासु फर्किँदैन फर्किन्छ यसको फर्किँदैन जब यति हिँडेर फर्किन्छ उसलाई के भन्छ बाइक लिएर आउनु पर्ने भनिसक्यो कहिले किन हिँड्न सक्दैन अघि नै भनिरहेँ नि त छैन भन्छ यो भ्लगकोले झुटो बोलिरहेको छ अब यो गएर अब बस्न लाग्छ अब बस्न हतार भइसक्यो यसलाई हो आइ एम नट अ बेबी म मम्मीले एउटा एकदम इम्पोर्टेन्ट कुरा सोध्नु जान्न लाग्छ तपाईँले म एकदम आजको गनभई कहिले स्पोन्सर गर्नु लाग्छ बाबाले के बाबाले सम्झेछ गलमरसँग चिया गलमरी तरकारी पनि ए ल आलु चम यसलाई त अन्डा पनि चाहिन्छ अरे हुन्छ अन्डा पनि म त खाँदैन सबै के मसँग त पैसा छैन है पैसा नहुने पैसा छैन भन्छ म खाइहाल्छु म खुवाउँछु म मम्मी धनी दिदी कि मम्मी धनी दिदी मम्मी दयावान त्यो इसा पेलमा माछा मारेको जे पनि बोले हेरे जो जस्तो छ त्यस्तै देख्छ कि होइन अनि यस्तो मान्छेको अनुसार के अरे आँखा त्यस्तै हुन्छ ल बाँदर कति धेरै यस्तो गरेर कराउनु पर्छ एकजना गोरिला पनि छ है गोरिला यो मङ्की
You gorilla. A gorilla. Monkey. खै मैले त यहाँ एउटा मात्र मङ्की देखिरहेको छु त यहाँ मेरो मम्मी. हेलो मङ्की Oh, cute monkey. ले 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 यी नाटक सुरु भयो यिनीहरूको ल ल कुद्नु त्यसले कुद्नु कुद्नु ल ल अर्कै थप्पर हान्नु न यसो हान्नु न यसलाई मलाई अत्याचार गर्यो गाइस सबैले मिलेर. अत्याचार गर्छ कुद्नु न यसलाई यो सबै इरसको साथीहरू मम्मी मम्मी इरस मनुलाई खाने इरस एडप्टेड हो किन हामीले यसलाई फोरबाट उठाएर ल्यायो नि त है हामी त्यही त मम्मीले नै हो भन्छ कि मम्मी हेर्नु ल अब यो प्रुफ भइसक्यो इरसलाई हामीले के भयो इरसलाई नै भोग लाग्यो भने यही टिपेर खान थाले नि हुन्छ है ओइ तँलाई भोग लाग्यो भनेन ओइ इरस तँलाई भोग लाग्यो हेर्नु न खाना ला ऊ त्यहाँ छ ऊ दाना खा त भुइँको तै खानु. खाना खा दाना खा यो दाना. होइन तेरो लागि हो त गोरिला हो नि त गोरिला हो नि त्यसरी खा जा ओइ तै के चिज. यो यहाँ नदेखा न छि गाइस. गु मान्छेले गुए किल्छ. छैन कि अब भइसक्यो यु म मेरो भाइ बजारमा कस्तो देखिन्छ देखाइदिन्छ है ठ्याक्कै यस्तै चकचके बाँदर थियो कि मेरो भाइ फ्याटेक फ्याटेक उभिने वाउ यहाँ कर्तप पनि गरेर देखाइरहेछ ओइ तनी गर्नु त अहिले गर्न गर ओइ तनी पहिले त्यसै त थिच्ने त त्यो पोज मात्रै गरेर म तेरो फोटो खिचिरहेको होइन ल अब हामी चाहिँ आनन्दपुटीबाट तल झरिसक्यौँ अनि बाँदरै हो कि यो मान्छे यो बच्चा बाँदरै हो त्यस्तै त्यस्तै एक्टिभिटी गरेर बस्छ अहिले चाहिँ कस्तो एकदमै धेरै घाम चर्को घाम भएकोले मलाई चाहिँ टाउको दुखे जस्तो भइसक्यो अब हामी त्यो हिमालमा जानुपर्छ एकदमै. कहाँ छ हिमाल खै म्यान भर्सेस वाइल्डमा गर्छु अनि एकदम पसिलो पसिना आइरहेछ. खानुको लागि पानी पनि छैन यहाँ केही पनि छैन. पानी पिउँछ हामीसँग यहाँ सर्भाइभ गर्न नि गाह्रो भइरहेछ मलाई. हो यस्तो हुन्छ प्याम्पर्ड चाइल्ड ल अब हामी पार्कमा नि पुग्न लागिसक्यौँ अब चाहिँ मेरो भाइको एकदम फेभरेट प्लेसमा पुग्न लाग्यो नि हामी जहाँ चाहिँ माछा पनि छ फुलहरू पनि छ यो चोरी चाहिँ फुल भेटाएको चोरिहाल्छ त्यो फुलचोर देख्यो छ कि माछाहरू यता कस्तो राम्रो छ हो कि होइन मैले भने होइन यहाँ माछाहरू चाहिँ छ तर कछुवा चाहिँ छैन मेरो भाइ कछुवा खोजेर बसिरहेको छ यहाँ बस्ने भने नि अब त्यहाँ बस्ने नै हुन्छ त्यही बस्थ्यो. फुलचोर ए ल ल ल त्यहाँ हाटमा छ ऊ उसको सम्मान स्पेसलको लागि टिपिहाल्यो कछुवा छैन भने न त्यहाँ कता ठुलो कछुवा हो कछुवा होइन थियो अब हामी गोलबेरी खान लाग्यो गोलबेरी खान जाने यहाँ अब कस्तो मिठो मिठो बास्ना आइसक्यो मलाई झन् भोक लागिसक्यो हामी गोलबेरी पसल कहिले पुग्छौँ गोलबेरी पसल कहिले पुग्छौँ भन्यो मैले भनिसकेँ पुग्न त कहिले पुग्छ भने नि पुग्न लाग्छ छैन मैले त पुग्दै गएको छ 3 फुट भयो कि मेरो भाइले कहिले छोड्दैन ल ल ल सब एउटा टेस्ट गरेर बसिरहेको छ मिठो छ तपाईँ पिउनुहुन्छ कि जुस नै हामी चाहिँ अब गोलबेरी खान जाने भनेको तर मेरो भाइको अर्कै प्लान चलिरहेछ यहाँ खेलाउन पसलमा के खोजेर बसिरहेछ के खोजेर बसिरहेको गोलबेरी खाने हलुवा स्वारी अनि गोलबेरी यसले जे अप्सन लिन्छ सब लिन्छ सब स्पाइडरम्यान खोजेर स्पाइडरम्यान यो त छप्पी स्पाइडरम्यान
पुल चोर त्यो पुल चोर्न ठिक्क भइसक्यो तेरो हाइट भ्याउँदैन भनेको कि त लाज लाग्यो क्या हो तँलाई त्यही सो हामी चाहिँ हाम्रो ब्लगको एन्डमा पुगिसक्यौँ आई होप यु लाइक इट मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला टिल देन बाई